हेलो साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो भ्लगमा। सबैजनालाई आज चाहिँ म भ्लग कहाँबाट स्टार्ट गर्दैछु भने हाम्रो यहाँ गोठ अनि हाम्रो करेसा बारीबाट, सुन्दर करेसा बारीबाट। अहिले चाहिँ एकदमै बिहान भइसक्यो अनि हामी चाहिँ बिहानै बुढाबुढी उठेर हिँडिसकेको साथीहरू। अनि अब यहाँ गोठमा थोरै खोले पानी गरेर हामी चाहिँ यता मेरो मामाले चाहिँ मह झारिदिनुहुन्छ, हामी मह लिन जाँदैछौँ है साथीहरू, बुढा र बुढी। यता हाम्रो करेसा बारी पनि हेर्नु कस्तो दामी छ। यो तलको चाहिँ सब मकै हो, यो चाहिँ यस्तो दामी छ। अनि यो सबै सब्जीहरू हेर्नु नि यस्तो मजाले छ। यो चाहिँ मम्मीले सबै मेहनत गरिरहनु भएको छ। यहाँ फेरि आमामा यस्तो कोपी फलेको रहेछ नि त मेरो जिन्दगीमा। गुलाब के गर्नु र, जति मेहनत गर लास्टमा गुलाबको फुल जत्रो फुलकोपी फलिदिन्छ र त झक्कै लाग्छ। ल साथीहरू हेर्दै गर्नु होला। अब यहाँ हामी पराल जान्छौँ। अब चाहिँ यहाँ छेपार कटले यो तान्नु पर्ने हुन्छ के जस्तो झुन्डिँदै बाछाहरूलाई। ल हौ आज त ढिलो भइसक्यो जस्तो छ। अब हामी जानेवाला छौँ। पराल पनि एक मुठी तान्नु। घर बन्नेकै हाम्रो नयाँ सेवा घर यो चाहिँ उतापट्टि पहिलाको छ। अब हाम्रो चाहिँ 2 महिने दाजुभाइ बातचित सेवा हुँदैछ। प्रार्थनाको प्रत्युत्तर प्रभुले हामीलाई दिनुभएको हामीलाई सेवाकै खतरा छ है। अब हामी चाहिँ जाँदैछौँ साथीहरू, मेरो बुढा पनि हुनुहुन्छ। हामी जाँदैछौँ। यसो गर्नु त मैले त्यही भएर घडी लगाएको नि फेरि यसो गर्नुलाई सम्झेर। हामी चाहिँ जाँदैछौँ। ए दोकानमा त उठेको छैन, उठाएको ल चिसो लगेर जानुपर्छ मामालाई। आधी बाटोसम्म भए पनि हामी चाहिँ आधी बाटो मात्रै जान आँटेको मह लिनुलाई। एकदम घरको मह, दामी मह, प्योर मेरो बुढाको लागि, ज्वाइँको लागि भनेर त्यहाँसम्म आउँदै हुनुहुन्छ। बिचरा कति काम होला है पाहाडको ठाउँमा। ल हेर्दै गर्नु साथीहरू। अब यो पुलबाट यता जान्छौँ है। चिसो लिन आएको छौँ अनि चिसो लगाएर जाने हेर्दै गर्नु होला। जाँदा जाँदै पर्खिँदैछौँ। यहाँ चाहिँ बुहारी आउनुहुँदैछ होला। हामी चाहिँ यति अघि बिहान रिमरिममै हिँडेको तर अहिले यहाँ बिचरा मामा लामो मान्छे त्यही पनि ओह्रालोमा पर्नुभयो, आइपुगेको होला। अहिले जाँदैछौँ। यो चाहिँ कन्स्ट्रक्सन लाइन हो होइन। यहाँ चाहिँ साथीहरू, यहाँ मैले तपाईँहरूले मेरो पहिलाको भिडियो हेर्नुभयो भने थाहा पाउनुहुन्छ कति सोतर काटेको भने यहाँ डर लागेर घाडी थियो। अहिले त के को डर लाग्छ, यहाँ मात्रै मजाले बसिदिनु सक्छ यहाँ त। यहाँ बाघ भालु पाउँथ्यो अरे पहिला यता, अहिले त सबै बालुवा गिटी थुपारेर। यो चाहिँ के हो खासमा? यो सुँगुर फार्म थियो पहिला हो र? एक लट मऱ्यो नि सबै सुँगुर। त्यसपछि त मान्छेले टापसिङ भनेको जान्छ साथी तपाईँहरूलाई। टापसिङ भनेको आफ्नो ठाउँ छोडेर भाग्नु भयो होइन। नेपाली भाषामा कुले टापसिङ कुले उता हेर्नु, त्यहाँ पनि पुरै फर्मै फर्म के। अब हामी यो ब्रिजलाई पनि भाइरल बनाइदिउँ त। बुढी खोलाको त्यहाँ भएको ठाउँलाई भाइरल बनाएको छ मान्छेले। यो पुललाई पनि भाइरल बनाइदिनु पर्ला हामी। तर साथीहरू यो यहाँबाट हेर्दा त अब राम्रै हो, यो भनेको त राम्रो कुरा हो होइन। अटो पनि छिर्छ यहाँबाट सामानहरू लानुलाई राम्रो, तर हिँड्दाखेरि बजेरै पो हुँदैन त, माइन्ड डिस्टर्ब हुन्छ। साह्रै यो कान्छो टुङटुङ पर्किन्छ राख्दा। यता पनि सब सुँगुर फार्मै थियो, कुखुराहरू हेर्नु धन्य होइन। तर यो फार्म गर्नुको लागि चाहिँ बेस्ट जग्गा हो क्या यतातिर चाहिँ। एकदमै
राम्रो पछि बर्खामा खासै घर पनि छैन पानी बर्खामा नि पानी सुलुलुलु आउँछ पानी आउँछ नि त झन् धेरै राम्रो हुन्छ त्यति बेला पनि फार्महरू खोल्नुको लागि चाहिँ एकदम बेस्ट रहेछ क्या यस्तो गर्ने एकदमै धेरै यो चाहिँ पहिला फर्महरू थियो अहिले त फार्म कि फर्म जे भए पनि अब हामी जाँदैछौँ बुढाबुढी चाहिँ जङ्गलको बाटो हुँदै आज चाहिँ एकदमै लास्ट डे हो तपाईँको मेरो बुढाको आज चाहिँ शनिबार हो भोलि आइतबार चाहिँ स्या बसेर जानुहुन्छ एकदमै लास्ट हामी चाहिँ फेरि 2 साल होइन 2 साल 3 सालको बादमा हामी पनि फेरि पनि भेट्नेछौँ यसरी नै फेरि हिँड्नेछौँ होइन त्यति बेला अब हिँड्नेछौँ कि छैनौँ हिँड्ने चाहिँ छौँ भन्नु चाहिँ पऱ्यो होइन तर अब झन् जिम्मेवारीहरू थपिँदै जान्छ बा एक्लै पो कुद्नुपर्ने हो तपाईँ त्यो गर्नु म यो गर्छु भनेर पो बा हिँड्नुपर्ने समय पनि आउनसक्छ मेहनत गर्नु अर्कोपट्टिले गर्छु अब हाम्रो चाहिँ त्यही भनिरहेको छु मैले अघिदेखि होइन अब यो भोलि हिँडेर सबैले प्रार्थना गरिदिनु होला मेरो बुढाको लागि अनि भोलि कति बजे अब थाहा छैन अहिले भरे टिकटहरू फिक्स गर्ने हो होइन माथिबाट आउने मम्मीले खानाहरू बनाउनु भएको होला हुन्छ नै पक्कै पनि अनि हामी खाना खाने अनि जानुपर्ने छ धेरै ठाउँ आज टिकट लिनुपर्ने छ अनि हेरौँ अनि भोलि कति बजेको हुन्छ अनि यात्रा छ अनि मङ्गलबारको चाहिँ फ्लाइट छ कति बजे त्यो चाहिँ थाहा छैन हेर्नुपर्छ अनि त्यसपछि यता हेर्नु न मेरो बुढा चाहिँ कति वर्षको लागि भर्ती हुन्छ खै 1 वर्ष हो कि 1 वर्ष होइन साथीहरू हामी चाहिँ एकदमै सुन्दर भन्दा पनि सुन्दर हाम्रै आफ्नै ठाउँमा आइसकेको छौँ हेर्नु कस्तो राम्रो छ झन् उहाँ तल चाहिँ झन् राम्रो छ क्या धर्मद्वारमा उहाँ तल हामी चाहिँ जानुपर्ने अलिक माथि नै छ साथीहरू हेर्नु त कस्तो दामी छ यहाँ पानी बगेको सुन्नु भएको छ कि छैन फोनमा आएको छैन होला हेर्नु न पानी सुलुलुलु जाउँ हामी चाहिँ जाँदैछौँ साथीहरू हेर्नु यस्तो दामी छ त्यो दामी ठाउँमा हामी बुढाबुढी हामी चाहिँ मेरो बुढा छुट्टी आएर खासै कहीँ डुल्नु पनि गएनौँ हामी नछुट्टाइ गएको भन्ने नछुट्टाइ एकदमै धेरै गएको भनेको बिहिबारे बजार आलु किन्नु होइन सब्जी किन्नु त्योभन्दा बाहेक यस्तै हो बरु दाउरामा गयौँ है जे भए पनि टाइम स्पेन्ड गर्नु हो राम्रो ठाउँ मिठो खाएर राम्रो लाएर दामी ठाउँ घुम्नु जानु मात्रै त्यो उयो चाहिँ होइन त्यो चाहिँ आफ्नो मनको सन्तुष्टि चाहिँ हो होइन आफ्नो मनको के भन्ने त्यसलाई चाहिँ त्यस्तो कुरा नभएर यसरी नै पनि मिलेर यसरी मिलेर हिँड्नु पाइयो भने त भइहाल्यो नि त अनि दामी 5 स्टार होटलमा गयो अनि बाजी निस्क्यो भने त फेरि मजा भएन बरु खोला जाने हो अनि त्यस्तै साथीहरू ल मामा त पक्कै आइसक्नु होला हामी पनि चाउचाउ बोकेछौँ अब खाने बसेर देखाउँछु धेरै लामो भिडियो भयो होला होस् यता लामै होस् म 40 मिनटकै भए पनि राख्छु किनभने चाहिँ मेरो बुढासँगको टाइम हो नि त त्यही भएर हेर्नु है यस्तो खतरा पो छ त यो कुराहरू चाहिँ हामीले भिडियो गर्नुपर्छ भोलि पर्सि हाम्रो छोराछोरीहरूले यस्तो वाट इज दिस इज अ तौली न तौली ह्याङ्की हो र खोला
यो खोला त्यहाँ दुईटा खुट्टै हाल्दा के होला मैले चाहिँ ह्यान्डसम बोय नक्कल पार्नु न यतिको चाहिँ गर्नुपर्छ बुढीको खुसीको लागि चिप्ल्यो भने अनि फेरि सुलिलुलु हुन्छ ल साथीहरू अब चाहिँ आउनु 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 बेलाइसक्यो आया माछाको लागि भनेर हेर्नु मामा त यहाँसम्म आइसक्नु भएछ मामा बोकेर माथिदेखि आउनु भएको फेरि माथिदेखि मजा भनेको ऊ छोक्रा जानुभयो मामा हामी पनि फर्किँदैछौँ मामालाई पैसा दिएको थियौँ मामालाई पैसा चाहिँ लिन मान्नु भएन के 1500 रुपियाँ दिएको थियौँ पैसा लिन मान्नु भएन अब हामी घर फर्किँदैछौँ अर्ग्यानिक यो चाहिँ साथीहरू मामाले पैसा पनि लिनु मान्नु नै भएन क्या मलाई लाग्दै थियो त्यही भएर झन् हामीले झोलामा हालेर होइन झोलामा हालेर पैसा दिएको नदेख्नुहोस् भनेर झोलाभित्र हालेर दिएको भरे त मामाले त झोला त खाताल खजुल पारेर त निकालिहाल्नु भयो नि साथीहरू त्यही भएर अनि झन् साह्रो मलाई लाग्दै थियो अब यस्तो पैसा त लिनुहुन्न जस्तो लाग्दै थियो मनमा त्यही भएर पनि हामीले चिसो पनि लिएको अनि अझ झन् हामीले लुकाएर चाहिँ दिनु पर्यो भनेर झन् मेरो बुढाले दिमाग सिकाउनु भयो क्या मलाई खाना भित्र लगाइदिनुपर्छ भनेर फटाएर हतार भित्र लाग्यो त कसरी चाहिँ थाहा भयो क्या झक्कै लागिरहेको छ हताल कुतुल पारेर अहिले पैसा दिन्छौ भने त म त यो चिसो पनि लादिनँ है भन्दै हुनुहुन्थ्यो अनि ठिकै छ मामालाई पनि धेरै धेरै धन्यवाद मेरो भाइले मेरो भिडियो हेर्छ मलाई थाहा छ मेरो मामालाई पनि धेरै 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 धन्यवाद एकदम दुःख पाउनु भयो उँभो त कति धेरै काम हुन्छ हाम्रोतिर त उँभो हेरेर त यहाँ त केही नै हुँदैन होइन हामी त गर्नु मन लागि गर्ने गर्नु मन नलागे नगर्ने सुत्ने त्यस्तो हुन्छ उँभो त बस्ने फुर्सद पनि हुँदैन तर पनि त्यस्तो समयमा पनि ल्याइदिनु भयो एकदमै खुसी लाग्यो साथीहरू अनि मेरो बुढालाई पनि मलाई पनि यस्तो हुँदो रहेछ कि यस्तो के अरे अब बुढाले यो सामान लान्छु भनेको चाहिँ जसरी भए पनि हालिदिनु पा जस्तो हुन्छ अनि त्यही भएर पनि मैले अस्ति फोन गरेको थिएँ अस्ति नै पनि उयस के अरे अस्ति नै भनेको भए मैले धेरै बेचिहालेँ जोइले अलिक धेरै लानु पाउनुहुन्थ्यो भन्दै हुन्थ्यो तर यति भए पनि हामीलाई धेरै किम्ती थियो पायौँ ल साथीहरू अब हामी चाहिँ फर्किन्छौँ अब यहाँ कहाँ बसेर खाने हामी यतै कता ढुङ्गामा बसेर खान्छौँ साथी हेर्दै गर्नु ल खाने कुरा लेखेको मैले त खोलिसक्यौँ है साथीहरू यो चाहिँ हिजो काटेर घरकै हो अनि हिजो काटेर ल्याइदिनु अर्ग्यानिक मोमो मोमो भयो अलि आज मेरो बुढाले चाहिँ मोमो भन्दैछ कि अघिदेखि सुन्दैछु अर्ग्यानिक मोमो हो क्या माइ गॉड अन्त यस्तो चपाएर खानु मजा लाग्दैन लाग्छ अबै चपाइ राख्नु जस्तो लाग्छ म त साथीहरू हामीले चाहिँ भोक लाग्छ होला उकालो बाटो भनेर लिएर आएको यो माथिसम्म त जानै त पाएन माथिसम्म बिचरा मामा यही तलसम्म आउनुभएछ यहीँसम्म आइसक्नु भयो अब हामी खाँदैछौँ पहिला चौथो खानु के खानु बाटोमा मान्छे कोही हेर्नु त्यो खानु न मैले चिन्नु भन्नु पऱ्यो मामाले तर स्पाइसीवाला पो रहेछ अकबरे आम्मामामाम अकबरे विङ्स अरे आम्मामामाम अकबरे विङ्स अरे ए ट्विङ्स अगाडिको टिनै नपढी विङ्स मैले यो मात्र पढेँ नि त यो WIA फेरि विङ्स पनि त भएन
विक्स पानी खानु पर्यो नि त ल साथीहरू हामी चाहिँ खाजा खाइसक्यौँ अनि त्यहाँ पानीहरू खायौँ भने हामी जाँदैछौँ अब घर जान्छौँ गोठमा जान्छौँ अनि त्यसपछि हामी घर जान्छौँ अनि अब हेर्दै गर्नु होला अझै पनि अब के हुन्छ अलि चत्रा यताउता पनि जाने काम पनि छँदै नै छ हाम्रो बुढा र बुढीको भनेको चत्रा जानै मात्र काम भयो 2 महिनासम्म खाली अनि अब हामी चाहिँ जाँदैछौँ साथीहरू हेर्दै गर्नु होला है साथीहरू अब यस्तै हो साथीहरू हामी त तारे भिर मेरो बुढाले त कहाँ घुमाइ तारे भिरमा लिएर ओहिरायो भने यता देखाउनु त यस्तो छ अनि यता पनि यस्तो छ बाटो चाहिँ यत्रो पन्जा जत्रो छ अब हिँड्नुपर्ने छ माथिबाट खिच्छ त ल बाटो यहाँ हेर्नु है साथीहरू बाटो त लास्टै दिन यता पनि भिर अनि उता पनि भिर अनि त्यहाँ चाहिँ यत्रो छ बाटो बुढाइ त्यसरी हिँड्छ हेर्नु न अब यसो गर्नु अरे क्या यहाँबाट जानु अरे अनि फेरि यता जानु अरे अनि फेरि उकालो गएर फेरि यता तल जानु अरे म त फेरि नर्मल्ली पनि त्यसै पनि लडिरहने मान्छे हो कि अनि यस्तो बाटोमा चाहिँ मेरो बुढाले जोगिनु एकदमै उयो गर्नुहुन्छ क्या यसरी हिँडाउने लड्यो भने हामी त खाल्टामा पायौँ नि त मेरो छोराले सानोमा खोल्टी भन्थ्यो खाल्टोलाई क्या खोल्टी भन्थ्यो फेरि अब उकालो लास्ट फेरि कस्तो खालको यार यो हेर यो उयो जस्तो क्या के भन्छ त्यो ब्यारिङ जस्तो क्या चिप्लिने फेरि उकालो आम्मामा बुढा यस्तोमा मान्छेहरूले कसरी भारी बोकेर काम गर्छ हौ खुरुरु यो त साँच्ची होला चिप्यो त्यही भएर त सुन्ता दिदी उयो पाखातिर दाउरामै जानु मान्दैन ल मेरो फोन आयो किस्नु ल साथीहरू मेरो बुढाले 1-2 शब्द बोल्नुहुन्छ यहाँ यो चाहिँ होइन मलाई चाहिँ यस्तो कस्तो लाग्यो भने क्या यहाँ अहिले हिँड्दै गर्दा हेर्दै गर्दा यहाँको माहौलहरू हेर्दा चाहिँ होइन
पिस छ नि त एकदम होइन टक्क चराहरू कराइरहेछ यताउता खोलाको आवाज आइरहेछ यता पिकनिक खाने क्या टक्क यता कस्तो राम्रो साँच्चीकै नि दामी छ क्या यता माथि माथि देखाउँदा टक्क होइन दामी छ नि त यता धेरैजना होइन क्या फ्यामिली मात्रै त्यस्तो टाइपको क्या फेरि कहाँ पुरै पिकनिक भन्नाले डान्स सान्स हान्ने त्यस्तो टाइपको होइन क्या एकदम जस्तो ठाउँ त्यस्तै दर्गा हो क्या हल्का पिसमा होइन पिकनिक पनि मेमोरीको लागि कस्तो राम्रो ठाउँ रहेछ क्या हामीलाई चाहिँ यस्तै ठाउँहरू मनपर्छ है साथीहरू खालि अब वन जङ्गल खोला नालाहरू मात्र हो क्या हामी चाहिँ होइन आनन्द हुन्छ नि त त्यस्तोतिर मलाई त झन् यस्तो ठिक हुन्छ कि अस्ति बिहेमा जाँदाखेरि उल्टी गर्दा गर्दा गाडीको त अनुहारै देखाउने मलाई त झन् डोको बोकेर यतैतिर डोकोमा सामान क्या कन्ती भाँडा के होइन अनि खानेकुरा बोको आयो गुन्द्री ओछ्यायो ल हे साथी हो हामी चाहिँ फर्किँदैछौँ लामो एकदमै लामो भिडियो भए पनि म राख्नेवाला छु काटेर मिलाएर धेरै नै लामो हुन्छ भनेर चाहिँ आधी आधी अब तल पुग्नेवाला छौँ अब चाहिँ हामी ल हेर्नु अब चाहिँ यसरी मिलेर हिँडिरहेको छौँ हाम्रो हामी चाहिँ सधैँभरि यसरी मिल्नु पाऊँ कहिले झगडा त अलिअलि त परिहाल्छ डिस्केस त्यसलाई झगडा पनि भन्छ त डिस्केस त तर यसरी नै मिलिहाल्नु पाऊँ एकअर्कामा ल ल साथीहरू हामी चाहिँ सबै खानापिना खाएर फेरि त्यही उहाँ पाउने रहेछ अघि मान्छे त हामी चाहिँ आइसकेको छौँ जात्रा जाँदैछौँ है साथीहरू झन्डा चोक मेरो मान्छे ल म यहाँ बस्छु बाई म चाहिँ यहाँ बसिरहेको छु बाइक बुवाकोमा बाइक लिन जानुभएको छ यहाँ आज चाहिँ हाम्रो के काम छ भने अब बाइक त नल्याउँदा पनि हुन्थ्यो धेरै लामो भिडियो भइसक्यो आज अब म चाहिँ यतै अब भिडियो गर्दिनँ यसपछि अनि हामी घर गएर सामानहरू प्याकहरू गर्छौँ अब चाहिँ हामी चाहिँ टिकटहरू काट्नुपर्ने छ यस्तै उस्तै हाम्रो काम छ हेर्दै गर्नु अब भएर थोरै सामान प्याक गरेर देखाउँछु त्यति नै अब खासै म भिडियो चाहिँ गर्दिनँ है साथीहरू ल हाम्रो चाहिँ प्याकिङ हुँदैछ हामी धरान चत्रा कता कता टिकटहरू सबै मिलाएर आयौँ अघि नै भन्दै एकदमै लामो भिडियो भएर पनि राखिदिन्छु अब हामी चाहिँ यहाँ रेडी गर्दैछौँ के हो ल यहाँ हेर्नु ए कस्तो ब्लर आएको रहेछ यो चाहिँ सुकुटी कस्तो देखेको हौ आज सुकुटी दिस इज अ बिफ सिकुटी के हो के भन्छ दिस इज अ गुन्द्रुक अस्ति नै बनाउँदै गरेको गुन्द्रुक यति मात्रै लाने हुन्छ अरे अनि यहाँ छ सामान प्याकिङ हुँदैछ कस्तो देखेको ठिकै छ यहाँ भन्छ सामानै सामान छ उता भित्रदेखि लिएर ल हामी चाहिँ प्याकिङ गर्छौँ साथीहरू अब हामी चाहिँ भिडियोलाई पनि यहीँ इन्ड गर्छौँ धेरै लामो भइसक्यो मैले अब यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनुभयो त्यसका लागि धेरैभन्दा धेरै धन्यवाद तपाईँहरूलाई अनि कमेन्ट पनि छोडिदिनु होला के कस्तो भयो अनि कहाँ सुधार्नु पर्ने भनेर बुवाले त पक्कै पनि हेर्नुहुन्छ बुवाले त भनि नै हाल्नुहुन्छ अनि ल यस्तै हो साथीहरू अब मेरो भिडियो चाहिँ यहाँ इन्ड गर्छु बाई बाई साथीहरू अर्को भिडियो